हैन अब भोलि शनिबार पूजा गर्ने हो बाहुन त पाइएन अब खोज्नु पर्यो बाहुन यहाँ हुँदैछ साफ सफाई हाम्रो अङ्कल आज हाम्रो अङ्कलले बिर्सिनु भयो त्यही भएर मैले गरेको कता उता छ के हो तल भन्ने मान्छे त्यहाँ बनाउको त्यहाँ के भयो दिगा ललिपप त्यहाँ जाने पवा खानु यहाँ हाम्रो मनोज दा कोदालो बोकेर घुमे काम गर्नु चाहिँ छैन हो दुनियाँको सबभन्दा नम्बर 1 अल्छी यो जीवन हो जीवन 2 बार माटो बोको 3 बारमा भुडी दुखो हुन्छ यहाँ हाम्रो भाइ आउँदैछ झाडु बोकेर बिचारा कम त काम गर्छ यो भाइ हाम्रो अङ्कलले के गर्नु बिचारा अङ्कलले यत्रो काम गरेर ऊ हातमा लागेछ फुफु गर्नु हुँदैछ ऊ पुरा लागेछ यहाँ हाम्रो भेना हाम्रो गफडी भेना लु भेना तपाईको इज्जत हाम्रो यहाँ हाम्रो यहाँ जाउनु दा गाना यस्तो मिठो सुन्नु हुँदैछ हाम्रो भाइ गलेर पुरा गलेको छ भक्कु काम ज्यादा यो भाइले गरेको भाइले भक्कु काम गरेको छ हामीहरू सफा गर्दैछु हामी सबै आएको घरको मान्छे भन्छ 2-3 खेप पुरी हाल्छ सब्जी चाहिँ कसले हाल्छ उता हाम्रो पुजारी हो यहाँ त मेन पुजारी हो नि 25-26 वर्ष भइसक्यो हाम्रो प्रेमदाले यहाँ पूजा गर्नुभएको बुढे कन्या पुजारी यहाँ हामी जङ्गलको माथि छौँ यसरी हेर्दाखेरि हाम्रो गाउँ देखिन्छ यहाँबाट कस्तो सुन्दर देखिँदैछ गाउँ हाम्रो मान्छे खाने दाइ पनि यता छ भन्नु त्यही भएर भुँडी यत्रो छ ऊ काम नपाएर जे पाए त्यही काम गर्दैछन् ऊ हो हाम्रो अल्छे दाइ पसिना पसिना भइरहेछ हाम्रो अम्लो दाजु यसो मलाई पनि निकाल्नु त नि कहाँ सबै चल्छ यता सर्च मोबाइल लिएर हिँड्दै यो चाहिँ म हो होइन यहाँ हाम्रो प्रेमदाले झाडु लगाउनु हुँदैछ हाम्रो आज भोलि संसारी पूजा हो हामी आज साफसफाइ गर्दैछौँ यहाँ मजाले ध्यानले हेर्नुहोस् हाम्रो गाउँको सबभन्दा ठुलो अल्छी भनेको यो नाम हो जीवन शर्मा फुटेको छ कर्मा काम छैन घरमा भाइ के अरे मान्छे